नमस्कार सम्पूर्णमा म चाहिँ आज एउटा सानो भिडियो बनाउन गइरहेको छु। हाम्रो पुर्खाहरूले चाहिँ यो सामग्रीहरू चाहिँ पहिलादेखि नै प्रयोग गर्दै आउनुभएको छ र अहिले कति अहिलेको जेनेरेसनमा थाहा पनि हुन सक्छ। यो सामग्रीको बारेमा म बताउन गइरहेको छु। यो चाहिँ एउटा लाइट हो, पहिलाको पुर्खाहरूको एउटा लाइट हो। एउटा लाइटको माध्यम मानेर चाहिँ यसलाई प्रयोगमा ल्याउने गर्थ्यो। यहाँभित्र चाहिँ केरोसिन हालेर मट्टीतेल हालेर चाहिँ जलाएर चाहिँ रातभरि हाम्रो पुर्खाहरूले चाहिँ काम गर्ने गर्नुहुन्थ्यो। यो एउटा स्केल हो, एउटा यो चामल गहुँ मकै भर्ने एउटा स्केल, यसलाई माना भन्छ। एकदमै पुरानो हो। यो हाम्रो किराँतीहरूको चाहिँ एकदमै ठुलो संस्कृति परम्परा अनुसार यहाँभित्र चाहिँ रक्सीहरू हालेर आँखा हालेर चाहिँ प्रयोगमा ल्याउने गर्छ। हेर्नुहोस् यो कति मजाको सानो कठोर ठुलो अलिक ठुलो ठुलो अलिक ठुलो। अनि यो चिन्डो भन्छ। यो किराँतीहरूको चाहिँ सबैभन्दा ठुलो उधौली र उभौली गर्दाखेरि चाहिँ यहाँभित्र चाहिँ आँखा हालेर रक्सी हालेर चाहिँ इस्तेमाल एउटा प्रयोग गर्ने गर्छ। यो हलङ्गुड हो। यो चाहिँ गोरु जोत्दाखेरि चाहिँ गोरुको काँधको बिचमा लगाएर चाहिँ हल्लो तान्ने हलङ्गुड हो। अनि यो सबैभन्दा पुरानो, यो हाम्रो बाबुबाजेले प्रयोग गर्नुभएको यो दुनेरो भन्छ। यसलाई चाहिँ दुनेरो भन्छ। यहाँभित्र चाहिँ दुध लगाएर यो ठेकी हो, ठेकीमा चाहिँ जमाएर चाहिँ घिउ पार्ने गर्छ। यो चाहिँ मन्दनी हो। यसरी घुमाएर चाहिँ यो चाहिँ मलाई थाहा भएन, यो चाहिँ मन्दनी हो। मन्दनी यो ठेका हो। यहाँभित्र चाहिँ दुध ल्याएर जमाएर चाहिँ